तपाईहरुलाई थाहै छ नेपाल र युएईको बीचमा म्याच हुँदा टक्करको म्याच हुन्छ। नेपाल र युएईको बीचमा म्याच हुँदा खेलमा मात्र भिडन्त नभएर हामी खेलाडी बीचमा पनि भिडन्त भएका देखेकै छौं। आउनुस् आजको भिडियोमा हामी तपाईलाई नेपाल र युएईको खेलाडी बीच भएका केही जोरदार भिडन्त देखाउँदै छौं। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब अवश्य गर्नुहोला। हामीलाई साथ दिनको लागि एक लाइक गर्न नबिर्सनुहोला र भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। एसीसी प्रिमियर कपको दोस्रो दिनको खेल नेपाल र युएई बीच भइरहेको थियो। टार्गेट थियो 118 रनको। युएईलाई जसरी पनि नेपालको विकेट लिनुपर्ने थियो। त्यही अनुरूप नेपालका खेलाडी कुशल भुर्तेल दोस्रो ओभरको पहिलो बलमै एलबीडब्ल्यू आउट हुन पुगे। कुशल भुर्तेल आउट भएको खुसीमा युएईका खेलाडी रोहन मुस्तफाले गरेको यो सेलिब्रेसनलाई नेपाली खेलाडीले निकै ट्रोल गरेका थिए। त्यसपछि ब्याटिङमा गुलसन झा आउँछन्। मात्रै 3 ओभर भएको थियो। रोहन मुस्तफा बलिङ गरिरहेका थिए। यहाँ दुवै टिमका खेलाडी बीच झगडा हुन थालेको हो, किनभने मुस्तफाले गरेको त्यो बलमा गुलसन झा आउट भएका थिएन। पछि रिप्लेमा हेर्दा किपरले बल आउनुभन्दा पहिले हातले स्टम्प झारेका थिए। त्यो देखेर रोहन मुस्तफा गुलसन झादेखि एग्रेसिभ हुन्छन्। एक अर्का बीच हेराहेर हुन्छ। गुलसन झा सोझा नै थिए, केही बोलेनन्। पछि आसिफ शेख र मुस्तफा बीच ठुलै झगडा हुन पुग्यो। त्यो झगडालाई जसोतसो अम्पायर र युएईका अन्य खेलाडीहरूले सम्हालेका थिए। त्यो झगडा त्यही भने रोकिएन। त्यसको केही समयपछि आसिफ शेख आउट हुन्छन्। फेरि पनि युएईका खेलाडीले आसिफ शेखलाई एग्रेसिभ देखाउँछन्। त्यो बेला आसिफ शेख जसो तसो त्यहाँबाट निस्के। जब पछि नेपालले त्यो गेम जित्यो र खेलाडीहरू एक आपसमा हात मिलाइरहेका हुन्छन्, त्यति बेला पनि आसिफ शेख र मुस्तफाका बीच बोलाबोल हुन्छ। पछि आसिफ शेखलाई ज्ञानेन्द्र मल्लले साइड लगेका थिए। सन्दीप लामिछाने र मुस्तफा बीचको झगडा। सन्दीप लामिछाने र मुस्तफा बीच के कुरामा टाउको ठोकाठोक भयो थाहा भएन। सन्दीप लामिछाने मुस्तफालाई बलिङ गरिरहेका थिए। त्यहाँ खासै एग्रेसिभ हुनुपर्ने कुरा नै थिएन। तर रोहन मुस्तफा सन्दीप कहाँ आउँछन् र टाउको जुधाएर फेरि फर्कन्छन्। पछि त्यो गेम नेपालले जितेको थियो र गेम सकिएपछि फेरि सन्दीप एग्रेसिभ हुन्छन् युएईका खेलाडीतिर। त्यहाँ सोमपालले सन्दीपलाई रोकेका थिए। भिडियो अन्त्यसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद।